यदि तपाईं जापान आउँदै हुनुहुन्छ, आउने सोच्दै हुनुहुन्छ र जापानिज भाषा सिक्न चाहनुहुन्छ भने पक्कै पनि यस च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। मैले हप्ताको एउटा भिडियो लिएर आउने छु र हामी सँगै जापानिज ल्याङ्ग्वेज चाहिँ पढ्ने। गुड मर्निङ अनि नमस्ते यहाँहरू सम्पूर्णलाई यस च्यानल फुमागाइ नो निहोङ्गोमा हार्दिक स्वागत गर्न चाहन्छु। अहिले चाहिँ नेपालबाट जापानमा आउने साथीहरूको सङ्ख्या एकदम दिनानुदिन बढ्दो क्रम र जापानिज ल्याङ्ग्वेज चाहिँ भएन भने हामीले काममा र बाहिरी हिँडुल गर्ने क्रममा चाहिँ केही पनि गर्न नसक्ने भएको हुनाले जापानिज ल्याङ्ग्वेजको महत्त्व धेरै नै भएको हुनाले मैले चाहिँ अहिले यो एउटा मेरो सानो एउटा जापानिज ल्याङ्ग्वेजको च्यानल बनाउने जमर्को गरेको छु र यस च्यानलमा मैले प्रत्येक हप्ता एक-एकवटा नयाँ भिडियो ल्याउने छु र त्यो भिडियोमा चाहिँ मैले यहाँहरूलाई जापान सम्बन्धी नयाँ जानकारीहरू र जापानिज ल्याङ्ग्वेजमा चाहिँ कसरी हामीले बोलचाल गर्न सकिन्छ, साधारणतया सजिलो तरिकाले कसरी बोल्न सकिन्छ र कुन अवस्थामा कसरी हामीले चाहिँ जापानिज ल्याङ्ग्वेज प्रयोग गर्ने भन्ने विषयमा चाहिँ भिडियोहरू बनाउने छु। यस च्यानलमा नयाँ हुनुहुन्छ भने पक्कै पनि यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला, किनकि म जापान सम्बन्धी जापानिज ल्याङ्ग्वेज सम्बन्धी विभिन्न भिडियोहरू मैले प्रत्येक हप्ता एक-एकवटा राख्ने प्रयास गर्नेछु र तपाईँहरूलाई पक्कै पनि सहयोग हुनेछ भन्ने आशा गरेको छु। त्यसो भए आउनुहोस् हाम्रो यो पहिलो दिनको पहिलो भिडियो चाहिँ सुरुवात गरौँ। जापानिज भाषा सिक्नको लागि चाहिँ नि सबैभन्दा पहिले हामीले जसरी नेपाली भाषामा चाहिँ नेपाली वर्णमालाहरू हामीले पढ्छौँ क ख ग घ अ आ इ भनेर, त्यसरी नै जापानिज भाषामा पनि चाहिँ हिरागाना, कातागाना र खान्जी यो चाहिँ तीनवटा चाहिँ कोमोको हुन्छ। कोमोको भनेको तीनवटा उसमा चाहिँ यसलाई वर्गीकरण गरिएको छ। हिरागानामा तपाईँले पढ्नुपर्छ आई उ ए ओ भनेर पढ्नुपर्छ, आकाश आई उ ए ओ भनेर पढ्नुपर्छ। त्यस्तै कातागाना पनि सेम प्रोनाउन्सिएसनमा चाहिँ तपाईँको आई उ ए ओ नै हुन्छ, तर यसको चाहिँ लेख्ने तरिका यो ओडहरू के अरे यो अक्षरहरू चाहिँ अलिक फरक हुन्छ है, यसको चाहिँ अक्षरहरू अलिक फरक हुन्छ। र यो खान्जी भनेको चाहिँ फेरि तपाईँको कस्तो हुन्छ भने खान्जी चाहिँ तपाईँको एउटा यो शब्दको अर्थ चाहिँ आराओसु गर्ने, शब्दको अर्थ प्रस्तुत गर्ने एउटा चाहिँ टिपिकल एउटा अक्षर हो, त्यो अक्षर लेखेपछि चाहिँ लामो अर्थलाई पनि यसले छोटोमा चाहिँ प्रस्तुत गर्न सकिन्छ है त। अब सुरुमा चाहिँ हामीले अहिले चाहिँ यसलाई चाहिँ हिरागानाबाट चाहिँ हामी पढ्नेछौँ। सुरुमा हामीले यहाँ हिरागाना भन्यौँ होइन, हिरागाना भन्यौँ, अहिले हामी हिरागानै पढौँ। हिरागानामा चाहिँ टोटल कतिवटा छ भने 46 वटा हुन्छ है, 46 वटा चाहिँ यसको अल्फाबेटहरू चाहिँ हुन्छ। त्यसमा चाहिँ यो पढ्ने तरिका चाहिँ हामीले नेपालदेखि नै पढ्दाखेरि चाहिँ हामीलाई कसरी पढायो भने आ इ उ ए ओ चाहिँ यो एकदम यो चाहिँ यो आई उ ए चाहिँ सबैमा आउँछ यो टोन चाहिँ होइन, यो टोन चाहिँ 5 वटा कण्ठ गर्ने। अनि त्यसपछि चाहिँ तपाईँको के हुन्छ भने आकाशा तानाहा मायारा वा 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 न होइन, त्यसरी पढ्ने। र सबभन्दा पहिला चाहिँ कसरी पढ्नुपर्छ भने आ इ उ ए ओ, आ यो नेपालको आ इ उ ए ओ यो चाहिँ तपाईँले कण्ठ गर्नुपर्छ है त। यो आई उ ए चाहिँ तपाईँले यसलाई चाहिँ कण्ठ गर्नुपर्छ। यो कण्ठ भन्दा पनि तपाईँले यसलाई चाहिँ सम्झिनुपर्छ सब तपाईँलाई। यो चाहिँ तपाईँको प्रत्येक यो टोन चाहिँ तपाईँको सबैमा आएको हुन्छ क्या, यहाँ तलसम्म सबैमा आएको हुन्छ। यो अहिले तपाईँलाई पछि म भन्छु तपाईँलाई। किनभने सबभन्दा पहिला हिरागाना पढ्दाखेरि चाहिँ हिरागाना सबभन्दा पहिला हामीले जापानिज ल्याङ्ग्वेजमा चाहिँ जापानिज सिक्न सुरु गर्दाखेरि चाहिँ सबभन्दा पहिला पढ्ने भनेको हिरागाना, कातागाना, खान्जी हो होइन। यिनीहरूको चाहिँ अब यिनीहरूको अथाह हुन्छ, यसको फेरि अब यो पढ्दै गइसकेपछि धेरै कुराहरू आउँदै जान्छन् होइन। तर सबभन्दा पहिला तपाईँले पढ्ने भनेको हिरागाना हो। हिरागानामा पनि सबभन्दा पहिला पढ्दाखेरि चाहिँ तपाईँले आ इ उ ए ओ चाहिँ पढ्नुपर्छ है। आ इ उ ए चाहिँ तपाईँले कण्ठ गर्नुपर्छ। यो टोन हो, यो चाहिँ टोन हो क्या, यो आ इ उ ए चाहिँ टोन हो। त्यो टोन चाहिँ प्रत्येक अक्षरमा आउँछ, पछाडि जोडिएर आउँछ। अहिले तपाईँले पछि पढ्दै गर्दा थाहा हुन्छ। तिनीहरूले सबभन्दा पहिला आ इ उ ए ओ पढ्ने, अनि त्यसपछिबाट चाहिँ तपाईँले के पढ्ने भने आकाशा तानाहा मायारा वा न भनेर पढ्ने। अब तपाईँले के पढ्ने रहेछ आ का सा
तो है तो था ना हा मा मा या रा वा चाहिँ तपाईँको वा ओ न वा है वा न यो चाहिँ न है न हो यसरी चाहिँ पढ्ने यो चाहिँ तपाईँले कसरी पढ्नुपर्छ यो पहिला तपाईँले के पढ्नुभयो आई उ ए ओ पढ्नुभयो त्यसपछि आकाशा तानाहा मायारा वा न यसरी पढ्नुभयो है त अब यति भइसके पछाडि तपाईँको के हुन्छ भने अघि मैले तपाईँलाई भनेको थिएँ आ इ उ ए ओ चाहिँ तपाईँको प्रत्येक उसमा आउँछ भन्न आको अब यहाँ का भयो नि त यो का आ कि इ कु उ के ए को ओ सा आ सी इ सु से सो ता आ ची इ यो चाहिँ फेरि अपवादको रूपमा चाहिँ यो वर्ड चाहिँ अपवाद हो है यो ता ची चु थे तो यो दुईटा चाहिँ अपवाद छ यो अपवाद अरू पनि छ अहिले पछि आउँछ यो ताको उसमा चाहिँ ता ती हुनुपर्ने हो ती चाहिँ जापानमा यो चाहिँ यो प्रोनाउन्सिएसन चाहिँ छैन है ता ती चाहिँ हुँदैन ता ती तु हुन्छ हामीले पढ्दाखेरि चाहिँ हाम्रो नेपालीमा चाहिँ हुन्छ यो ची र ती र तु चाहिँ नेपालीमा चाहिँ हुन्छ तर जापानिजमा चाहिँ ताको यो कोलममा चाहिँ तामा ची हुन्छ यो ची र चु हुन्छ ता ची चु यसलाई ची है यो त्यो चाहिँ जापानिजै आउँछ है ता ची ची चु ता ची चु ते तो है अनि त्यसपछि चाहिँ नामा ना नि नु ने नो त्यही यो चाहिँ लास्टमा यो जुन यो आइयुए छ त्यो चाहिँ सबै तलसम्मको वर्डहरुमा चाहिँ त्यो आइयुए को प्रोनाउन्सिएसन रिपिट भइरहेको हुन्छ है त्यही हुन्छ त्यही भएर पढ्ने चाहिँ कसरी भने जस्तै यो का पढ्यो यो आइयुए आइसके पछाडि अगाडिको यो काकी आकाशा ताना माया र वा नपढ्ने त्यसपछि एउटा चाहिँ कामा चाहिँ का हुँदो रहेछ किमा चाहिँ कि हुँदो रहेछ कुमा चाहिँ कु हुँदो रहेछ पढ्ने त्यसैगरी त्यसलाई नै त्यही प्रोनाउन्सिएसनलाई दोहोऱ्याउँदै जाने हो है अनि सामा चाहिँ सा आ सी सु से सो त्यसरी नै पढाउँदै जाने अब यो ताको पालोमा त ता चाहिँ अपवादको दुईटा छ त्यो चाहिँ कन्ट गर्नुपर्छ है अनि त्यसपछि ना नि नु ने नो अनि हा हि हु हे हो यहाँ पनि छ तपाईको यहाँ पनि अपवादमा चाहिँ हा हि हु छ अनि हे छ है हामा हा पछि हि हु हे हो हुनुपर्ने हो हा हि हु हे यो हे चाहिँ अपवाद होइन तर फु मात्रै है यो चाहिँ हे चाहिँ होइन फु मात्रै चाहिँ तपाईँको अपवाद हो फु चाहिँ यो फु अपवाद भएको कारणले गर्दा मेरो नाम चाहिँ अब यहाँ नेपालमा मेरो नाम चाहिँ मेरो थर चाहिँ हुमागाई हो होइन हुमागाई हो होइन मैले यो हुमागाई लेख्नुपर्छ जापानमा आइसकेपछि हु नभएको हुनाले मेरो फुमागाई हुन्छ यसरी फुमागाई हुन्छ है त्यसै गरी तपाईँको मा मी मु मे मो होइन यो मामी मु पनि मा आउँछ मुमा मु मा मी आयो मुमा उ आयो होइन मेमा ए आयो मोमा ओ आयो होइन लास्टको टोन चाहिँ आई ओमै आएर टुङ्गिन्छ त्यसै गरी त्यसरी या यु यो भनेको चाहिँ या इ यु ए ओ हो होइन यो इ र ओ चाहिँ ए चाहिँ माथि नै आएको हुनाले यिनीहरूले रिपिट गर्दैनन् है यसमा चाहिँ खासमा याको ठाउँमा यहाँ इ हुन्छ होइन इ को इ नै हुन्छ तर इ चाहिँ यहाँ पहिल्यै आइसकेको छ त्यही भएर इ चाहिँ यिनीहरूले रिपिट गर्दैन युमा यु भइहाल्यो अनि त्यसरी ए को ठाउँमा फेरि यहाँ
ए नै आउँछ, तर ए डबल रिपिट नगर्ने भएको हुनाले यिनीहरूले खाली राखेर गरेछ नि। तपाईँले पढ्न मन लाग्छ भने यहाँ ई राखेर यहाँ ए राखेर पढे हुन्छ है तपाईँले। अनि त्यसपछि या यु यो अनि रा रि रु रे रो भनेपछि यसमा पनि तपाईँको आई उ नै आएको हुन्छ है त। अनि त्यसपछि वाको वामा पनि तपाईँको वा इ उ ए ओ वास्तवमा यो इ उ ए चाहिँ यहाँ पनि त्यही सेम भएको हुनाले नलेखेको है यहाँ चाहिँ। अनि यो लास्टको न है त, लास्टमा चाहिँ के छ न भनेको चाहिँ न यो हामीले जुन यो नाके बोलले गर्छ नि हो त्यस्तो खालको न चाहिँ न पनि हुन्छ है। यो प्रोनाउन्सिएसनमा चाहिँ भन्ने प्रोनाउन्सिएसन पनि यो नमै लाग्छ के। यसरी चाहिँ तपाईँको चाहिँ हिरागाना चाहिँ हुन्छ है। अब यो हिरागाना चाहिँ तपाईँले पढ्ने चाहिँ अब हिरागाना सबभन्दा पहिला तपाईँले चाहिँ पढ्दा जापानिज पढ्नलाई चाहिँ यो हिरागानै मेन चाहिँ बेसिक चाहिँ हिरागाना तपाईँलाई आएन भने चाहिँ तपाईँले केही पनि पढ्न सक्नुहुन्न। हिरागानाकै आधारमा चाहिँ काताकाना पनि हुन्छ होइन। अनिखेर त्यही हिरागानाकै आधारमा चाहिँ खान्जीमा पनि फुरिगाना भनेर लेखेको हुन्छ, त्यही हिरागानै लेखेको हुन्छ है। हिरागानालाई नै खान्जी लेखा हुन्छ, तर खान्जीको माथि या तल फुरिगाना लेखेको किताबहरू नै टन्ने हुन्छन्। अब त्यही हुनाले चाहिँ तपाईँले हिरागाना नपढिकन चाहिँ अरू केही पनि पढ्न सक्नुहुन्न। त्यही भएर पढ्न चाहिँ तपाईँले सबभन्दा पहिला चाहिँ आ इ उ ए ओ लाई चाहिँ एकदमै रिपिट गरेर कण्ठ गर्ने। जतिखेर पनि आइउए भनेर पढ्ने। अनि आइउए पढिसके पछाडि आइउए चाहिँ कण्ठ भइसके पछाडि चाहिँ अनिखेर त्यसको चाहिँ त्योभन्दा तल चाहिँ आकाशा तानाहा माया रा वा न भनेर पढ्ने होइन। हो यसरी पढ्नु भइसकेपछि तपाईँले के हुन्छ आइउए पनि पढ्नुभयो, आकाशा तानाहा माया रा वा न भनेर पनि पढ्नुभयो भनेपछि अनि त्यसपछि त्यसलाई चाहिँ फिलअप गर्दै जाने होइन। फिलअप गर्दै जाने अनि त्यसपछिबाट चाहिँ काको ठाउँमा का कि कु के को त्यसै गरी चाहिँ त्यसलाई चाहिँ आइउएकै टोनमा झारेर राखेर त्यसलाई चाहिँ भर्दै जाने। अनि अपवादको रूपमा चाहिँ तिनवटा के छ भने ताको ठाउँमा ची हुन्छ र चुको ठाउँमा चु नै हुन्छ होइन। ता यो ताको ठाउँमा तीको ठाउँमा ची हुन्छ अनि तुको ठाउँमा चाहिँ चु हुन्छ भनेर चाहिँ पढ्नु पर्यो। अनि फेरि अर्को चाहिँ हाको लाइनमा चाहिँ फु चाहिँ हाही हु हुनुपर्ने हो, फु हुन्छ, यसलाई चाहिँ फु भनेर पढ्छन् है। अब प्रोनाउन्सिएसन गरिन्छ भनेपछि अनि यो तिनवटा अपवाद बाहेक चाहिँ अरू सबै उही नै छ। यसलाई चाहिँ कण्ठ गर्ने, एकदमै कण्ठै गर्नुपर्छ है यसलाई चाहिँ। अनि त्यसपछि काताकाना, अब यो त तपाईँको हिरागाना भयो। अब हामी हिरागाना सँगसँगै काताकाना पनि आज हल्का छोटो परिचय लियौँ। तपाईँको चाहिँ काताकाना पनि सेम यो हिरागानाकै हिरागाना लेख्ने अक्षर मात्र फरक छ, तर अरू सबै प्रोनाउन्सिएसनहरू चाहिँ हिरागाना नै हो, हिरागाना नै हो। यसमा आ इ उ ए ओ हो, यसलाई पनि आ नै भनिन्छ होइन। यो इ हो होइन, यो उ हो होइन, यो उ हो आई उ ए होइन। अनि त्यसपछि ओ है त के भरे आई उ ए पनि हो। अनि त्यसपछि यो आका पछि यो का हो, यो सा हो। ठ्याक्कै जापानिज नै लेख्न आउँछ, नेपाली त लेख्नै बिर्सिसक्यो होइन। यो चाहिँ सा भनेको चाहिँ तपाईँको यो सा हो होइन। अनि यो ता हो होइन, ता हो। यो ना हो होइन, यो हा हो होइन। अनि यो मा हो, मा हो। अनि यो या हो होइन। अनि यो रा हो होइन। अनि यो वा हो होइन, वा होइन, यो वा हो होइन। अनि त्यसबाट यो चाहिँ हो होइन। यो चाहिँ न मात्र होइन, प्रोनाउन्सिएसन हुन्छ है। न प्रोनाउन्सिएसन चाहिँ यसले गर्छ होइन। भनेपछि यसरी तपाईँको चाहिँ आउँछ। तिनीहरूले आई उ ए ओ का कि कु के को सा सी सु से सो ता ची चु ते तो। यसमा पनि तपाईँको तामा ची र तु चाहिँ यो अपवाद हो है। अनि यो चाहिँ फु पनि अपवाद हो होइन, अपवाद हो। यिनीहरूलाई चाहिँ अर्कै तरिकाले
कन्ठै गर्नुपर्ने हुन्छ। योभन्दा बाहेक चाहिँ तपाईँको आइउयो पढ्ने आकाश आकाशा तानाहा मायारा वा न भनेर पढेर यसलाई चाहिँ कन्ठै गर्नुपर्छ है त। यो चाहिँ कन्ठै गर्नुभयो भने तपाईँले यो दुईटा कण्ठ गर्नुभयो भने सबभन्दा पहिला तपाईँले पढ्ने कण्ठ गर्ने भनेको यही दुईटा हो। सबभन्दा पहिला हिरागाना पढ्ने, त्यसपछिबाट कातागाना पढ्ने। एकैचोटि तपाईँलाई चाहिँ लोडेर पढ्नु भने फेरि तपाईँको यो गाह्रो छ। तिनीहरूले सबभन्दा पहिला चाहिँ हिरागानालाई कण्ठ गर्नुहोस्, हिरागाना अब कण्ठ गर्नुहोस्। एक हप्तामा म नयाँ नयाँ एक-एकवटा भिडियो लिएर आउनेछु र एक हप्ताभरिमा तपाईँले यति चाहिँ गर्नुभयो भने सायद अब यो 1-2 महिना 2 महिना 3 महिनासम्म कन्टिन्यू गर्नुभयो भने तपाईँलाई जापानिज ल्याङ्ग्वेज चाहिँ एकदम सजिलो तरिकाले आउँछ। म तपाईँलाई सजिलो तरिकाले पढाउँछु। अनि त्यसपछिबाट मैले अर्को चाहिँ खान्जीको चाहिँ के गरेको छु भने अब चाहिँ मेरो बाबु चाहिँ अहिले जापानको चाहिँ नियोङ्गो सोगाको चाहिँ निनेन्से पढ्छ, ग्रेड 2मा पढ्छ अहिले जापानको चाहिँ। र यो चाहिँ नियोङ्गो सोगाको भनेको नियोङ्गो यो एलिमेन्टरी स्कुलको चाहिँ 1 वर्षको क्लास 1को चाहिँ खान्जीको हो। यसमा क्लास 1को खान्जीमा चाहिँ 80वटा खान्जी छ। तपाईँले चाहिँ नेपालमा भन्नुभयो भने नेपालमा N5 लेभलको खान्जी हो। क्लास 1मा चाहिँ 80वटा खान्जी छ र क्लास 2मा पनि त्यसै गरी चाहिँ यिनीहरूले बढाउँदै लगेर 80, 100, 120वटा, अनि त्यसबाट क्लास 3मा चाहिँ 150, 60, 200वटा, त्यसरी चाहिँ ग्रेड अनुसार बढाउँदै लिएर गएर तपाईँको चाहिँ को पढ्ने जेलसम्म चाहिँ 2000, 3000, 2022वटा खान्जी चाहिँ कम्प्लिट गराएको हुन्छ यिनीहरूले। अनि त्यो लगभग यहाँ जापानिज खान्जी चाहिँ तपाईँको कस्तो हुन्छ भने खान्जी जस्तै हामीले यहाँ जापानको चाहिँ न्युज पेपरहरू पढ्नको लागि कुनै एउटा होन पढ्नको लागि चाहिँ हामीले कम्तीमा पनि खर्र पढ्नको लागि चाहिँ कम्तीमा पनि 2000वटा खान्जी चाहिँ कण्ठ गर्नुपर्छ भन्ने हुन्छ। अनि तिनीहरूले त्यो आधारमा चाहिँ 2000वटा खान्जीहरू चाहिँ आयो भने जापानमा अब जुनसुकै ठाउँमा गएर खान्जीहरू लेख्न, बुझ्न, पढ्न सकिन्छ भन्ने चाहिँ छ। अनि त्यसै गरी बच्चाहरूलाई चाहिँ त्यही अनुसार उनीहरूले प्रिपेयर गरे हुन्छन्। र यो चाहिँ बाबुको इचिनेन्सेको यो चाहिँ ग्रेड 1को चाहिँ खान्जीको हो। म तपाईँहरूलाई पछि पढाउँदाखेरि पनि ग्रेड 1को खान्जी चाहिँ सकेसम्म सबै आउने गरी है, सबै आउने गरी म पढाउँछु। त्यही यदि तपाईँहरू जापानिज ल्याङ्ग्वेज पढ्न चाहनुहुन्छ र सुरु अहिले चाहिँ यो क्लास चाहिँ भर्खर सुरु गर्दै हुनुहुन्छ र योभन्दा पछि पनि जापान आउने सोच्दै हुनुहुन्छ, या तपाईँका कोही जापानमा हुनुहुन्छ र यदि तपाईँ जापानमै हुनुहुन्छ भर्खर आउनुभएको छ भने तपाईँलाई यो च्यानल चाहिँ उपयुक्त हुनसक्छ। म तपाईँहरूलाई बुझ्ने गरी र पढाउने छु। यदि तपाईँहरूलाई कुनै क्वेसन छ जस्तै के यो कसरी के होला भने जस्तो लाग्छ भने मैले जानेको कुराहरू म तपाईँलाई सिकाउने छु। कमेन्ट गर्न नबिर्सिनु होला है त यो भिडियोको तल है। र अब हामी त्यस्तै गरेर 3 नम्बरमा चाहिँ के छ भने तेस्रो नम्बरमा रहेको छ यो खान्जी हो होइन। खान्जी चाहिँ तपाईँको एकदम अथाह छ। तपाईँले खान्जी पढ्नुभन्दा पहिला चाहिँ हिरागानालाई राम्रोसँग पढ्नुपर्छ, अनि कातागानालाई पनि राम्रोसित पढ्नुपर्छ होइन। अनि त्यस्तै गरेर चाहिँ यो खान्जी चाहिँ तपाईँको मैले यहाँ अहिले खानतानमा एकदम सिम्पल खान्जीहरू 3टा लेखेको छु। यो चाहिँ यामा जस्तै माउन्टेन लेख्नु पऱ्यो भने चाहिँ यो लेखेपछि चाहिँ तपाईँले माउन्टेन भनेर लेखिरहनु परेन क्या। अनि जापानिजहरूलाई चाहिँ हिरागाना र कातागाना भन्दा पनि खान्जी सहिलो लाग्छ भन्नुको कारण चाहिँ के हो भने जस्तै हाम्रो यो इङ्ग्लिसमा लेख्नु पऱ्यो भने तपाईँले यो MOUNTAIN माउन्टेन यहाँसम्म लेख्नु पऱ्यो। कति लेख्नु 1 2 3 4 5 6 7 8 लेख्नु पऱ्यो। अब जस्तै हिरागानामा लेख्नु पऱ्यो भने नि अब हिरागानामा त खासै त्यति फरक नपर्ला, यो यामा छ, यामा भनेको यतिमा लेखेको भयो। तर खान्जी चाहिँ तपाईँले कति तपाईँको यति गरेर चाहिँ सिद्धो क्या। अनि अब सानो लेख्नेहरूले चाहिँ यसो गरेर ठ्याक्क लेखेका हुन्छन्। अनि यो चाहिँ तपाईँले बुझ्नेले बुझ्छन् पनि होइन, लेख्नेहरूलाई पनि सहिलो भयो। त्यसरी चाहिँ यिनीहरूले चाहिँ लेख्छन् है त। यो चाहिँ उनीहरूको लेख्ने तरिका हो। अनि अर्को चाहिँ हि छ है। हि भनेको चाहिँ दिन हो, दिन, डे। यो डे हो होइन। यो माउन्टेनको मैले मेट्दिएँ। यो चाहिँ हि भनेको चाहिँ डे हो क्या, डे। डे यो नान निची देशका जस्तै आज कुन दिन हो भन्नुहुन्छ नि, जस्तै के हो नान निची भने जस्तै यो चाहिँ दिन जनाउँछ यसले होइन। यो हि चाहिँ डे भनेर जनाउँछ। अनि अर्को चाहिँ के छ भने गेच्छु। यो गेच्छु भनेको चाहिँ चिकी, यो चाहिँ मन्थ, यो डे हो, यो मन्थ भयो क्या, यो मन्थ भयो। यो मन्थले चाहिँ चिकी भन्यो भने यसले चाहिँ के अरे मुन पनि भन्छ, मुन पनि भन्छन् यसलाई होइन। यो मुन भनेको चाहिँ चन्द्रमा होइन। चन्द्रमालाई पनि यसले चाहिँ ओचुकी सामा भनेर पनि भन्छन् होइन। यो चाहिँ यसले चाहिँ 2-3वटा अर्थ दिन्छ। खान्जीमा चाहिँ विशेष के हुन्छ भने एउटा खान्जी लेख्दाखेरि चाहिँ 2-3वटा
त्यो खान्जी चाहिँ जस्तै अगाडि आउँदाखेरि पछाडि आउँदाखेरि त्यसको अर्थहरू चाहिँ फरक अर्थ लाग्न सक्छ होइन। खान्जीको चाहिँ एकदम धेरै नै योमिगाता भनेको चाहिँ के भन्छ भने त्यसलाई चाहिँ प्रोनाउन्सिएसन चाहिँ त्यसलाई धेरै तरिकाबाट प्रोनाउन्सिएसन गर्न सकिन्छ है। त्यो एउटै लेखेको भए पनि जस्तै यो हि भएको ठाउँमा चाहिँ यसलाई बी पनि भन्छन् कहिलेकाहीँ, कुनै बेलामा यसलाई बी पनि भन्नुपर्ने अवस्था हुन्छ होइन। यो यामा भनेको ठाउँमा चाहिँ यसलाई चाहिँ सान पनि भन्छन् है। यो सान पनि हो, यो अब यो सान पनि भन्छन् होइन। यस्तै गरेर यिनीहरूको चाहिँ अब बिस्तारै पढ्दै गएपछि अलि जानिँदै गएपछि चाहिँ यसको चाहिँ प्रोनाउन्सिएसनहरू चाहिँ फरक प्रोनाउन्सिएसनहरू आउन सक्छ है त। अहिले चाहिँ तपाईँलाई मैले नर्मल सजिलो तरिकाले सजिलो प्रोनाउन्सिएसनमा चाहिँ यो चाहिँ यामा, यो हि, यो चुकी, गेछु होइन, यसरी चाहिँ मैले तपाईँलाई प्रोनाउन्सिएसन गराउन सिकाएँ। यस्तै गरेर हामी खान्जीको पनि अरू क्लासहरू हजुर यस्तै गरेर तपाईँहरूले चाहिँ यो अब मैले तपाईँलाई आज हिरागाना, कातागाना र खान्जी तीनवटा पढाएँ। तपाईँको हिरागाना, कातागाना, खान्जी मध्ये सबभन्दा सुरुमा तपाईँले यदि सुरु गर्दै हुनुहुन्छ भने यो कातागानालाई पनि तपाईँले एकछिन अहिले पज गर्नुहोस्, खान्जीलाई पनि तपाईँले एकछिन चाहिँ अहिलेलाई बिर्सिनु भयो हुन्छ। तपाईँ सबभन्दा पहिला तपाईँले हिरागाना चाहिँ एकदमै कन्ठ गर्ने। हिरागानामा आई उ ए ओ र आकाशा ताना हा माया र वा न यिनीहरू चाहिँ कन्ठ गरेर यिनीहरूको यो 41वटा अल्फाबेट चाहिँ टोटल तपाईँले कन्ठ गर्नुभयो भने होइन, टोटल तपाईँलाई आउने भएको पछाडि लेखेर कन्ठ गर्नुहोस् है। तपाईँले प्रत्येकचोटि चाहिँ यो यस्तै गरेर चार्ट बनाउनुहोस्। आई उ ए ओको चार्ट बनाउने, आकाशा ताना माया र वा न भनेर बनाउने, त्यसपछि त्यसलाई चाहिँ फुलफिल गर्दै जाने है त। त्यसरी फुलफिल गर्दै गएर हिरागाना कन्ठ गरिसके पछाडि मात्रै अनि तपाईँले कातागाना सुरु गर्ने हो। अनि कातागाना सुरु गरे पछाडि अनि त्यसपछि एउटा मात्रै खान्जीको हल्का सजिलो खान्जीहरू पढ्ने हो होइन। तपाईँले चाहिँ यदि तपाईँलाई घरमा पढ्दै हुनुहुन्छ भने अब जापानिज किताबहरू पनि सायद अब बजारमा पाउँछ होला। तिनीहरूले तपाईँले एउटा जुन भयो नि एउटा किताबलाई चाहिँ बेस बनाएर पढ्नुभयो भने सजिलो हुन्छ। एउटा किताब पनि तपाईँसित हुनुपर्छ। अनि त्यसपछिबाट तपाईँले यो च्यानलमा मैले प्रत्येक हप्ता चाहिँ एक-एकवटा भिडियो बनाउँछु। त्यो भिडियोलाई चाहिँ तपाईँले कन्टिन्यू गरेर चाहिँ रिपिट गरिनु होला। र म तपाईँहरूलाई सजिलो तरिकाले जापानिज ल्याङ्ग्वेज सिक्ने तरिका चाहिँ सिकाउने छु। सकेसम्म मैले अहिलेसम्म जानेको, मैले अहिलेसम्म जुन मैले गर्न नसकेको होइन सजिलो तरिका तपाईँहरूलाई सिकाउने छु। यो च्यानलमा तपाईँहरू कनेक्ट भइरहनु होला भन्न चाहन्छु। अरू फेरि अर्को हप्ता म अर्को एउटा नयाँ भिडियो लिएर आउने छु। अहिले नमस्ते होइन। यो च्यानलमा यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। र तपाईँलाई यदि यो भिडियो तपाईँलाई मन परेको छ भने लाइक बटन पनि एउटा थिचिदिनु होला, ताकि मलाई चाहिँ नयाँ भिडियो बनाउनलाई अलिकति हौसला मिलोस् है त। हस् त, धन्यवाद, नमस्ते।